घरको 4 कुरा कसैलाई पनि नभन्नु रे, कसैलाई पनि नभन्नु रे। यदि तपाईहरुले घरको यो 4 कुरा कसैलाई भनिदिनु भयो भनेदेखि तपाईको घर बर्बाद, तपाईको बर्बादी हुन सक्छ। पहिलो कुरा के हो ध्यान दिएर सुन्नु होला। पहिलो कुरा हो घरको कमजोरी। तपाईको घरभित्रको कमजोरी, चाहे त्यो पति पत्नी बीचको कमजोरी होस् वा छोरछोरी बीचको कमजोरी होस्, कहिले पनि अरूलाई नभन्नुस्। आजकल यो घरहरू तसनस भइरहेको किन छ भन्दाखेरि श्रीमान श्रीमती बीचको कमजोरी मिडियामा ल्याइदिएछ। यो ल्याउने हुने कुरा हो, सबै बर्बाद भइरहेछ। कसैले खोतल्न खोज्छन्, यसो कोपर्न खोज्छन्, केही निकाल्न सकिन्छ कि भनेर नभन्नु। जतिसुकै कोपर्न खोजे पनि नभन्नुस्, किनकि छिमेकी तपाईको घरभन्दा बाहिरका मान्छेले त्यसैबाट फाइदा उठाउन खोज्छन्। याद गर्नुहोस्, तपाईको बेफाइदा उनीहरूको लागि फाइदा हो। अनि अर्को दोस्रो भनेको घरको कमाई एवं खर्च कहिले पनि बाहिर नभन्नुस्। कति कमाउँछस्, कति छ कमाई भनेर सोद्धाखेरि अब पुग्ने छ, भगवानले दिनु भएको छँदैछ, बाँचिया छ भनेर भनिदिने हो। जति कमाई भए पनि नभन्नुस्, खर्च पनि नभन्नुस्। किन रे भन्दाखेरि किनकि छिमेकी चिन्जानहरूमा त धेरै जसो तपाईँको उन्नति देखेर खुसी नहुने हुन्छन्। धेरै जसो, अधिकांश, लगभग यो तपाईँ 79% राख्नुहोस्। 79% त किनकि त्यही भौतिक शरीर हुन्छ, त्यही भौतिक चेतना हुन्छ। त्यस कारणले गर्दाखेरि त त्यो दुर्गन्ध त आइहाल्छ। तपाईँको उन्नति प्रगति देखेर खुसी नहुने स्वभावका हुन्छन्। बाहिरबाट राम्रो राम्रो भन्छन्, ओहो ल बधाई छ भन्दै आउँछन्, त बधाई छ, ल एकदम बधाई छ, एकदम खुसी प्रकट गरेको देखाउँछन्। तर याद गर्नु होला मनुष्यको स्वभाव हो आफ्नो अगाडि अरू आफूभन्दा ज्यादा खुसी भएको त्यो मनुष्यले देख्न सक्दैन। उसलाई भित्रभित्र पोल्न थाल्छ, जलन हुन थाल्छ। हेर्नुहोस् है, केवल आदर्शमा मात्रै मानिसहरू अरू खुसी भएको देख्न सक्छन्। यो भौतिक जगतमा सम्भव छैन, केवल गोलोक वृन्दावन धाममा, भगवानको धाममा मात्रै यो सम्भव छ अरे। आफूभन्दा भगवान खुसी भएको देख्न चाहन्छन् अरे भगवानको धाममा। यो भौतिक जगतमा सम्भव छैन है। अबको तेस्रो भनेको घरको योजना कसैलाई पनि नभन्नु है। अब भावी योजना भन्छ नि, म यस्तो गर्न जाँदैछु, यस्तो यस्तो उस्तो उस्तो अनेक किसिमका योजनाहरू, त्यो पनि सकेसम्म नभन्नु रे। किन भन्दा योजना भन्नाले त्यो भावी योजना जुन सफल हुन गइरहेको देखेर तपाईँका मित्रहरू, तपाईँका साथीभाइ, तपाईँका छिमेकीहरू भित्रभित्र जल्न सक्छन्। ला अब यो त सफल हुने भयो, हामी भन्दा राम्रो हुने, हामीले भन्दा राम्रो गर्ने भयो यसले भनेर। अनि त्यसपछि भित्रभित्र तपाईँको त्यो योजनालाई असफल बनाउन लाग्न सक्छन्। त्यस कारणले घरको योजना पनि सकेसम्म नभन्नु। गुप्त रूपमा त्यो योजनालाई असफल पार्न लाग्छन्। अनि घरभित्रको मतभेद पनि कसैलाई नभन्नु, किनभने छिमेकीले त्यो मतभेदलाई, सान्तिना मतभेदलाई पनि पहाड बनाइदिन्छन्। एकदम सत्य कुरा। यी 4वटा कुरा तपाईँले घरभन्दा बाहिर नभन्नुहोस्। यदि यी 4वटा कुरा कसैलाई भन्नु नै छ, तपाईँलाई भित्र मनबाट भन्ने इच्छा भयो भने तपाईँ निरपेक्ष साधु सन्तलाई भन्नु, साधु भक्त। किनभने साधु भक्तको मनमा कसैप्रति राग, द्वेष, ईर्ष्या, कसैप्रति लालसा केही पनि हुँदैन। र अरू व्यक्तिहरूमा तपाईँसँग केही लालसा हुन्छ कि तपाईँसँग केही स्वार्थ हुन्छ। त साधु भक्तहरूसँग केही स्वार्थ, तपाईँसँग के स्वार्थ हुन्छ? साधु भक्तहरू एकदम निस्वार्थ, निरपेक्ष, तपाईँसँग केही पनि चाहना नराख्ने यस्ता कोही निरपेक्ष साधु सन्तलाई गएर भनिदिनुहोस्, भयो।